हेलो नमस्ते सम्पूर्णमा म चाहिँ सुनिल सिंह। आज हाम्रो अत्तरिया टु कता कर्णाली हामी जाँदैछौँ। आज एउटा सानो ब्लग बनाउन गइरहेछौँ, तपाईँहरू हेर्दै राख्नु होला। र आज मैले कार भाडामा मतलब साथीको लिएको छु अनि हामीसँग बाजे के पो बोल्नु राख्नु है बाजे। अनि हामी सबै सानसानो भ्लगहरू बनाउनु गइरहेको छौँ होइन। अब कस्तो हुन्छ के हुन्छ कति हामी रमाइलो गर्छौँ तपाईँहरूलाई देखाउनु छु। लेट्स गो। यिनी चाहिँ मेरो ड्राइभर आइगल्थ्यो यसरी नातामा बाजे पढ्नुहुन्छ। अनि बस्नुहोस् सनोजी। ल उहाँको आजका मोडल उहाँ अब अमेरिका जाँदै हुनुहुन्छ। हामीसँग हुनुहुन्छ सरजी। अब उहाँ चाहिँ विष्ट हुनुहुन्छ अनि उहाँ चाहिँ ताम्राघाटजी हुनुहुन्छ, उहाँ सन्चै हुनुहुन्छ भन्ने आशा राख्दछौँ। र अब हामी गइरहेछौँ, कता गइरहेछौँ गाइस? चिसापानी। ल यता हेर्छु त। ल स्माइल किप इट स्माइल। ल ल घन्टी जय घन्टी। यार म त यस्तो प्रचार हाल्ने त्यो बाटोको नि सिन बनाउँछ न थोरै। जय घन्टी। कस्तो काङ्ग्रेस आएर बन्दुक हान्दैन रे यार। बाजे पाली आएको छु सनोजी। नाच हेर्नलाई पाली आएको छु भेटाइदे मेरो जागु रहेछ दुनिया बोलाउने रूप रहेछ तपाईँ त चर्चाको राजा यार गाउँ सक्ने गीत गाउँला त्यही पनि। तारिफै के गरौँ म चमचम चन्द्रमा गाईला नै मन छ पैसाको 15मा बर्जी गरेर हेलो गाइस, हामी यस्तो गीत गाएर रमाइलो गरेर गइरहेछौँ। हामीसँग सनोजीले गाउँदै हुनुहुन्छ। सम्झनामा तिम्रो तस्बिर छ सम्झनामा तिम्रो। वाह 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 मनोजी, वाह क्या बात। रविले गायो होला खतरा चलेको थियो यार। यो हाम्रो सुन्दर यो भोइसको लागि र आज सायद हाम्रो यस्तो प्रतिभाहरू लुकेका छन् धौलीकोले बिहा अनि सबैले सुन्नु होला। अब हामी यसरी गीत गाएर रमाइलो गर्दै गइरहेछौँ। अगाडि सनोजी हुनुहुन्छ, हाम्रो बाजे हुनुहुन्छ र प्लस हाम्रो न गला न कला भएका मान्छे पनि छन् हामीसँग त्यो बुझी जो भनिन्छ नि फाल्तु मान्छे भनेर पनि भन्न सकिन्न। उनको 3टा क्यामेरा त गोदावरीमा चलिरहेको छ। ल बुढा गाउँकी सुन्दरी तुलुया तेरा पछाडि नाच्ने गाउने कुरडी आयो मिस्टर राजे सबै अगाडि। सुवा गाउँमै ठोक्कै ताली पे, सुवा गाउँमै ठोक्कै ताली पे, सुवा गाउँमै ठोक्कै ताली पे। लाई अपनी बनाउँदै बस्छ कडा सेडा पादी पुल पाखा सुरु देख्यौ न हल्का। It's
माई ब्लग गाइस हामी बस्दै जवानी उसै जाने भइगो तुलाई मेरी आफ्नो बनाउने सपना सबलाई रहेको ओ दिमागकी बत्ती जला थक्कै लाज मानेर अब तकदिर गर्ने बेहुलीको चेलोलाई बाबन्या भइगो कसम्म लुकाएर राख्या है जवानी कसम्म लुकाएर राख्या है जवानी बिर्सुवा मेरा पछि म भन्छ दिल की रानी मेरी किस्तो भन्ने मोइ ए क्यामेराम्यान यहाँ चाहिँ कहाँ चाहिँ सुवा गाउँमै कस्तो फिल भइरहेछ सोनमजी बाजा कसो उन्नार्यो मान भाउ खान चाल ए उहाँ कर्णाली जाँदाखेरि यात्रा कस्तो लाग्यो इन्जोय भइरहेको छ है त बाजे पनि हुनुहुन्छ बाजे कस्तो फिल भइरहेछ हजुरलाई चाहिँ यात्रा यो अब हाम्रो जो ज्यान अब बनाउ न तपाईँ ड्राइभिङ गर्दै हुनुहुन्छ होइन हजुरको आशमा छौँ हजुरको भरोसा नै छ ए ल हस् हुन्छ फोकसै भएन फोकस भयो यस्तो छ अब मलाई कसैले देखाएन गाइस मैले आफूले यस्तो टेक्निक लगाएँ दिपुजी अब हामी गइरहेछौँ है त दोकानमा के खानालाई गरिरहेको थियौँ अनि अङ्गुरलाई भनेको थियो अङ्गुरको 300 भनेको 4000 कति भने गाह्रो छ नेपालमा त्योभन्दा यार कतारै ठिक थियो मायालु मनैले बोले त कसले पो सुन्छ र स्वरका दानी आफैले बुझ इसारा नजरै जुदे त भुतुकै हुन्छु म सनोजले यता बस्नुपर्ने हामी फाइनल्ली घोडागाडी पुग्यौँ गाइस हामी घोडागाडी पुग्यौँ गाइस है त हामी घोडागाडी पुग्यौँ एभ्रिवान होइन हामी र हामी यस्तो आइरहेछौँ भर्खर हामी कहाँ पुग्यौँ दिपुजी घोडागाडी तालमा पुगेका छौँ हामीले कार बुक गरेका छौँ बाजे कम हजुर बिना केही छैन क्या यता छ होइन अब हामी पसलहरूमा गइरहेको छौँ यता तपाईँहरूले के भन्छ यो मालाहरू पनि किन्न सक्नुहुन्छ मजाले होइन अनि भाइ उयो मेरो भाइ हो भाइ उठा न नमस्ते भन भाइ नमस्ते सबैजनालाई भाइले नमस्ते गरे देखेँ नि कालो त कालो मैले कालो छ र यस्तो छ अनि ए यार कतिमा पठाएको छ तिमीहरू गेम खेल्ने होइन है बरु पब्जी खेल्ने है गेम नखेल्ने अनि यता छौँ हामी होइन केही है म बोल्छु कोबाट ए यहाँ मेरो भाइबाट के किन्नु पऱ्यो भन त के किन्नु पऱ्यो गाडी उताल्यौ ए होइन के किन्नु पऱ्यो भन भाइ तिमीलाई त्यस्तो केही देख्दैन ल चाहिँ रिक्वेस्ट भन्दा पनि भाइको पसल राम्रो चलाउँछ होइन अब हाम्रो यता पसलहरू चाहिँ यहाँ यो ड्रेसहरू पनि यता अभाइलेबल छ अनि तपाईँहरूलाई मनपर्छ भने चाहिँ यता आएर गर्न सक्नुहुन्छ होइन घोडागाडी तालको भिजिट गर्न सक्नुहुन्छ गाइस यो हो नि बाजे उता बस्नु आइडी सुनिल सिंह अफिसियल यहाँ भाइ राम्रोसँग यहाँ ल मेरो फेस टिकटकको के अरे उसको युट्युबको आइडी के भन त भर्खर मुजिमलाई भनेको थिएँ नि सुनिल सिंह अफिसियलमा गाइस भाइले भनेको छ उसले पनि सर्च गर्छ एउटा फलोवर्स मेरो मिल्यो होइन रेडी अब हुनुहोस् तपाईँ पनि रेडी यता आऊ त के छ अब हाम्रो भने अब जान्नेलाई छान्ने है त अब यता हाम्रो स्वतन्त्र पार्टी नम्बर 2 कैलाली अब की बार पारेन सर होइन केपी कनाल हुनुहुन्छ उहाँ चाहिँ केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर 2बाट त्यसलाई नत अब त्यो कन्टिन्यू खिच है तिमी ल अनि त्यसपछि हाम्रो यो उम्मेदवारको उठ्नु भएको छ घन्टीमा गर्दा गरी उनीहरूलाई विजेता गरौँ उनीहरूसँग उयो हुँदैन अब हामीले उहाँले एउटा राम्रो फललेदेखि नै त्यो सरसफाइ अभियानमा लाग्नु भएको हो होइन त्यही कारणले अब हाम्रो उसको उनले उनीहरूले हाम्रो गाइस अब की बार पालिन्छ जय देश जय नेपाल ल अरे ऊ भएको थियो कि मेरो आइडी
अहिले नयाँ बनाउनु लाग्यो कि भाइ यार ल ल रोक यहाँ कर्णाली पारी छैन खेतबारी ए होस् तेरो हामी ब्रेक टाइम त्यो देखिएको छैन नि हाम्रो ब्रेक टाइम हामी नास्ता खाइरहेको छौँ अनि सनोजी र मैले आज सेम एउटा विथआउट प्लानमा हामीले गरिरहेको छौँ दुई चोकर जस्तो देखेको छैन अनि पछि मेरो क्यामेराम्यान बनाएर 3-4 टेक लिइदियो है मेरो त उसले ल दिपु आफू चाहिँ ओनरहरू कुरा गर्दै हुनुहुन्छ क्यामेराम्यानहरू उहाँ चाहिँ 2 जना दिपुसँग 3 छ दाइसँग चाहिँ 4वटा छ भने अनि त्यही बेलाले गाह्रो छ दिपुलाई गोदावरीमा आयो भने दिपुसँग फोटो खिचिदिनु होला उहाँको क्यामेराले है त ओके जानु अब हामी गयौँ आफ्नो यात्रामा अब गाइस हामी खानडाँडाबाट सरी कहाँ बाजे भन्नु न अगाडि छ त हामी चाहिँ उताबाट गइरहेको छौँ बाजे ड्राइभ बिजी हुनुहुन्छ किनभने चाहिँ बाजेको हातमा छ दाजु ड्राइभिङ गर्दै हुनुहुन्छ र केटाहरू चाहिँ इन्जोय गर्दैछ नम्बर म अगाडि छु गाइस यो गाइस हामी पुग्यौँ सुक्खड यो सुक्खडको दृश्य तपाईँलाई देखाउन गइरहेको छु तपाईँ सायद हेर्दै हुनुहुँदैछ होला हेर्न सक्नुहुन्छ सुक्खडको अति नै सुन्दर छ र मन्दिर पनि छ र हाम्रो यो सुक्खड चोक हो कसैले देख्नु भएको छैन भने हेर्नु र देख्नु भइसकेको छ भने पनि अझ हेर्नुहोस् है त देशमा माहौलहरू चढ्दै गइरहेछौँ हाम्रो चुनावी माहौल पनि छिटै नै नजिक आउने कारणले हामी आज घन्टीको प्रचार प्रसारमा छौँ गाइस केपी खनालको प्रचार प्रसारमा सम्पूर्णले हाम्रो क्षेत्रमा उठ्नुभएका सम्पूर्णलाई घन्टी जय घन्टी अति नै सुन्दर छ मेरो देश नेपाल जसरी म यो झन्डा फरर भएको देख्छु उति नै मेरो मन खुसी र आनन्दित हुन्छ तपाईँहरूलाई पनि देखाइरहेको छु अब हामी पुग्यौँ लम्की पुगेको छौँ अब लम्कीको हुँदै हामी कर्णालीतिर गइरहेका छौँ हामी पनि हजुरको साथमा छौँ र तपाईँ पनि हाम्रो साथमा हुनुहुन्छ भन्ने आशाका साथमा हामी यो भिडियोको माध्यमबाट तपाईँलाई यो हाम्रो नेपालको दृश्य देखाउन गइरहेका छु धन्यवाद थ्याङ्क यू सो मच हेलो गाइज फाइनली हामी अब कर्णालीको नजिक पुगिसकेका छौँ अब तपाईँहरूलाई पुगिसकिरहेका छ अब तपाईँहरूले सबै कुराहरू हामी कर्णालीको देखाउने छौँ जसले देखेको छैन त्यसले हेरौँ र जसले देखिसकिसक्नु भएको छ अझ हेरौँ के चाहिने हो ल फाइनली गाइज हामी कर्णाली पुग्यौँ गाइस कस्तो लागिरहेछ गाइस इन्जोय गरिरहेछौ नि हेलो एभ्रिवान अब फाइनल्ली हामी पुग्यौँ है त कर्णालीको अब हामी यता कार चार्ज गर्न आएका छौँ है त सनोजी अब सनोजी पनि उठ्नुभयो अब सबै हामी उत्रिने छौँ होइन अनि यस्तो छ होइन एटिट्युड देखाइरहेको छ के भन्यो भन त यार कस्तो एटिट्युड देखाइदियो गाइस प्लिज यहाँ छोटो केही नमजा गरेर हाम्रो यता कार गरिरहेको छौँ ड्राइभर सरी बाजे यहाँ राम्रोसँग गर्नुहोस् है त अब हामी पुग्यौँ बिस्तारै त सबै दृश्य देखाउनेछौँ फाइनली गाइज हामी यस्तो कर्णाली पुल अति सुन्दर अति ल होइन साया गाइस यस्तो छ बाजे हुनुहुन्छ बाजे कस्तो फिल भइरहेछ हजुरलाई बाजे भन्नु त बाजे कस्तो लागिरहेछ एकदम बढिया रमाइलो ए अति नै सुन्दर फिल भइरहेछ है चिसापानी भन्ने घुम्ने इलाका हो हजुर हजुर ठाउँ हो हैन राम्रो लाग्छ एकदम खुसी छ हामी खुसी छौँ क्यामेरा मैले घुमाएँ होइन हामी अति नै खुसी र अति उ छौँ है कतिखेर फोकस हुँदैन त्यसको लागि चाहिँ उ नगर्नु होला
अति नै दृश्य हामी राम्रो देखाइरहेछौँ र साथीले भन्दैछ मेरो फोटो खिचिदिनु किनभने चाहिँ एउटा यो तस्बिर हामीले लिनुपर्छ होइन अभियसली अब हामीले तस्बिर लिएन भने चाहिँ किन भने त्यो राम्रो सुन्दर क्यामेरा छ हामीसँग होइन यस्तो छ गाइस अब हामी चाहिँ फोटो खिच्छौँ र मेरो एउटा चस्मा माग्दै हुनुहुन्छ दिउँ कि नदिउँ गाइस कमेन्ट हामी गइरहेछौँ आफ्नो डेस्टिनेसनतर्फ उहाँ बाजे हुनुहुन्छ उहाँ आफ्नै तालमा हिँड्दै हुनुहुन्छ र हाम्रो पुल नजिकै छौँ हामीले कार पार्किङ गऱ्यौँ पार्किङ भन्दा पनि चार्जिङ गऱ्यौँ चार्जिङ खत्तम भएको थियो इलेक्ट्रोनिक नास्ता खाले धेरै टाइम लाग्यो उता डिस्कस भइरहेको थियो हाम्रो त्यही कारणले अब हामी गइरहेछौँ राति पनि पर्न थाल्यो होइन यस्तो छ हाम्रो हालत अब यो क्यामेरा यस्तै समात्नु पऱ्यो हुनाले गाह्रो भइरहेछ अरू देखेको छैन कहाँनिर खस्छ कि भन्ने कुरा हो बाजे मलाई भन्दै हुनुहुन्थ्यो किन लेट हिँडेर आएको नाति भन्दै हुनुहुन्थ्यो हुन त पछाडि पछिटा राखेको हुन्छ अनि यो हाम्रो बाजेको माया पठाउन लाग्यो हो त होइन बाजे त्यस्तो होइन मायाको बाजेको माया हो पछाडि राखेको अनि अब हामी गइरहेछौँ है कर्णालीको दृश्य हामी त हाम्रो यो घन्टीको है ए ल भनिदिनु त कहाँमा हो ए ल जय घन्टी अब जेन्जीहरू जाग्नु पऱ्यो नि त होइन त्यही त म पनि फुल सपोर्टमा छु घन्टीको त्यस्तो छ यहाँ पनि हाम्रो कर्णालीतिर पनि हाम्रो सिस्टर चाहिँ घन्टीतिर भन्दै हुनुहुन्छ अब सबै उहाँको फ्यामिलीहरूले पनि दिनुहुन्छ होला घन्टीमा भोट है त दिपु कमा भोट यस्ता मान्छेलाई सोध्नुपर्ने हुन्न यार हिँड्दा सिधै जुत्ता चप्पलमा हाल्ने यस्तो छ अब कता जाने हामी कर्णालीको नजिक पुग्छौँ कर्णाली दिस इज कर्णाली पुल देखिँदैछ नि जस्तो लाग्यो होइन यता छौँ हामीहरू फाइनली यो अब पुलको आसपासमै छौँ हामी नजिकै पुगिसक्यौँ अनि अब हेर्नु सक्नुहुन्छ यहाँको भिड अब यो भिड सधैँ नै रहिरहन्छ सायद आज शनिबार भएको हुनाले होला यो भिड पनि बिस्तारै हामी नजिक जानेछौँ अनि हामीसँग हुनुहुन्छ बाजे जाउँ त अब तपाईँको हामी डेस्टिनेसनमा पुग्यौँ कर्णाली पुग्यौँ होइन रमाइलो लाग्यो ल यो कर्णालीको पुल अब तपाईँ हामी नजिकै छौँ यसलाई एकछिन उसमा पाइला टेकेर हेरौँ कस्तो फिल हुन्छ है त होइन ल हेर्न सक्नुहुन्छ मान्छेहरूको दृश्य अति नै भिड छ है त बिस्तारै हामी नजिक गइरहेछौँ गाइज है ब्लग त गरिरहेको छु गाइज होइन कस्तो लाग्छ के लाग्छ यसो प्रतिक्रिया दिनु होला बाजे आउनु न तपाईँ नै हुनुहुन्छ अब सनोजीले हामी कार लिएर त सनोजी कार लिन जानु भएको छ यस्तो छ हाम्रो चाहिँ यो फाइनल यस्तो रमाइलो दृश्य हामी प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हामी तपाईँलाई देखाउन गइरहेका छौँ होइन यहाँ रमाइलो दृश्य नै छ अत्याधिक मात्रामा रमाइलो भइरहेको छ सायद माइक भएको भए ठुलो सोर्स हुन्थ्यो होला अब हेरौँ सुन्दर लै बाजे यहाँ छ अब यो कर्णालीको पुल यो पानी मेरो बाजे र मेरो जिन्दगानी मिलिरहेका छौँ हामी यो कार यस्तरी गइरहेछ भिडको रैलो राखेको छ रमाइलो नै छ अत्याधिक मात्रामा रमाइलो छ चोट त कसैलाई नलागोस् भिडहरूमा है त सबैको एउटा यो मन के भन्छ मन हो होइन सबैको मन हुन्छ कस्तो हात थाक्यो कति किलोको त क्याम्पै छ यहाँ ड्रेस ड्रेस लगाएर बसेका मान्छेहरू ड्रेस लगाएर सबै कुराहरू गरिरहेका छन् यतातिर भइरहेको छ रमाइलो बाजे आउनुहोस् अब यहाँ कसैलाई चोट नलागोस् सबै कुराहरू रमाइलो होस् ल हाम्रो यो कर्णालीको पुल प्लस पानी निलो पानी सनसेटको
गाजलु आँखा हेरौँ त्यो डाँडो देखिन्न छ परको डाँडो हैन यहाँ भाइ पनि हेलो भन त ब्रदर अरे यार पुरै ब्लर देखिने रहेछ हेलो 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 यस्तो छ बाजे यस्तो भइरहेको छ यहाँ तर मसँग माइक छैन सायद माइक भएको ठुलो राम्रो स्वरले सुनिन्थ्यो होला अब म यस्तो टर्न गरेर सम्पूर्ण चिजहरू देखाउँछु है त यहाँ यस्तो छ दृश्य अत्याधिक राम्रो छ दृश्य ऊ त्यहाँ हेर्नु पुल दामी छ सिनहरू यहाँ छन् बाजेहरू दिपु सर आउँदै हुनुहुन्छ दिपु कम हियर यस्तो गाडीहरू आउँदाखेरि कस्तो भिड भइरहेछ है बबालै छ कि सिनहरू नाइ नाइ खिचिहाल्नु क्या अनि मजा आउँदैन जान्नु अब हाम्रा साथीहरू पनि आए है त केटाहरूले भर्खरै पुगे लेन्स लिएर केटाहरू लेन्स लिएर आए केटाहरू के छ लेन्स आयो एकदम बढियो आइसकेको छ ल गाइस अहिले हामी फोटो खिच्छौँ है त बेला कालीको लड्कन्यामा बाज्याको कति राम्रो बाजे निस्किरहेको छौँ केटाहरू डिस्कस गरिरहेको छौँ अनि कर्णाली एउटा फोटोसोटो गरेर अहिले भर्खरै हामी निस्क्यौँ यो हो कर्णाली पुलको दृश्य अति नै सुन्दर छ यो छ अनि बाजे चाहिँ के बोल्दै हुनुहुन्छ बाजे गरिसक्नु न यस्तो यस्तो भइरहेछ यो छ दृश्य चाहिँ अब सायद हामी निस्किन्छौँ यो हाम्रो कार वी आर गोइङ इन अत्तरिया सो गाइज सबै कुराहरू हामी देखाउने कोसिस गरिरहेको थियौँ बट क्यामेरा भारी छ यस्तरी समात्नु पर्छ त्यही हुनाले गाह्रो छ होइन कर्णालीका बेला कालीको लड्कन्यामा छो कर्णालीका बेला मेरा खेल्न्या खेला गीत गाउँदा कर्णाली कर्णालीका सनजी खै गीत गाउनु त गाडीमा अब हामी जाने तयारीमा छौँ होइन अब साथी हाम्रो यहाँ चटपट खाँदैछन् कुन ठाउँमा हो राजा हामी चिसापानीमा छौँ अहिले चटपटे खाँदै हो खै एउटा गीत कर्णालीका भेला कालीको लड्कन्यामा छो कर्णाली मेरा खेल्न्या खेल बाटामा चटपट खाना मेरा खेल्न्या गेल यस्तो छ हाम्रो ल ल हामी इन्जोय गरिरहेको छौँ बाजेले केही भन्यो भने सिधै काट्ने हो जाने हो लाने हो बाजे प्लिज किप साइलेन्ट वी आर गोइङ ल अब चाहिँ हामी निस्किन्छौँ गाइस उतातिर मैले देखाउन सकेन किनभने चाहिँ हाम्रो के थियो भने फोटो खिचिरहेको थियौँ त्यही कारणले हामीले खिच्न पाएनौँ त्यसको लागि हिँड्दैबाट सरी भन्न चाहन्छु र अब सायद हामी अब अत्तरिया गइरहेको छौँ अब अत्तरियामा इन्जोय गर्छौँ अब सबै कुराहरू सायद देखाएन क्या हो अब चाहिँ ल अब हामी बसिरहेछौँ केटाहरू सब बसिरहेछन् है ल गाइस ए वाइट लेट भन्यो अनि अब बस्छु है म अगाडि बसिरहेको छु है ल यसमा ल म ड्राइभर चेन्ज हुनुभयो र हामी गइरहेको घरमा अब इन्जोय गरियौँ जतिसम्म इन्जोय गर्नुपर्ने गरियो अब इन्जोय गरौँ भनेर हुँदैन एटलिस्ट जहाँ भयो भने इन्जोय गर्नुपर्छ तर दृश्य हेऱ्यो हामीले नेपालको अति नै सुन्दर छ यो कर्णाली जहाँ हाम्रो गीत नै छ नि मनोजजी के गर्दै चटपट खाँदै हुनुहुन्छ साथसाथै फेरि एउटा गीत पनि गराइदिनु ए मोहनजी ल कर्णालीका बेला कालीको
लर्कनमा छु कर्णालीका बेला ल सनोजी सनोजी सुनेको नहीं मेरा खेल्ने भागी जानु गीत गाउँ मेरा खेल्ने खेला को आयो बिरानो मान्छे मेरा खेल्ने खेला हामीसँग कला र गला भएका मान्छे छन् र अर्को मान्छे छ हामीसँग बिना कला बिना गला केही काम छैन लाइफमा बस उहाँ गएको छ कर्णालीमा तिम्रो कति क्यामेरा छ मेरो 3टा छ त्यति भनेर हेर्ने अब त्यति छ बस होइन गाइज अब यस्तो राम्रो दृश्य छ अति सुन्दर छ हामीलाई स्विजरल्यान्ड किन चाहियो क्या होइन हामीलाई किन चाहियो सबै कुराहरू हामीसँग सबै कुराहरू छँदैछ त लाइफमा होइन किन चाहियो हामीलाई सबै कुराहरू क्या जे छ तिमी रमाऊ है त है 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 ल गाइज है 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 ल जीवन भरि छातीमा मायाले छोपौला लाइक कमेन्ट मात्रै इन्जोय गर्नुहोस् बस कमेन्ट भन्दा चाहिँ कस्तो तपाईँलाई आफ्नो साथीभाइसँग घुम्दाखेरिको फिलको त्यो कुराहरू भन्नु होला कमेन्ट चाहिँ अब लाइक चाहिँ अब मन पऱ्यो मन नपर्ने के भन्नु
बाटो सुन्नु सोच्नु कहिले झर्छु कि म तिम्रो बाटो हेर्दा तुलसी आँगनमा रोलाउला जीवन तुलसी आँगनमा रोलाउला जीवन छाले सोपो मेरी झुमा नाचिजे झमझमा हामीसँग कला र गला चारैतिर सुने तेरो नाम ओर्ल्याछ वल्लो वल्लो गाउँ चारैतिर सुने तेरो नाम ओर्ल्याछ वल्लो वल्लो गाउँ मानव कम्मर मर्काइदे नाचेर धरती थर्काइदे चैतको धूप बालको रूप चम्काइदे चम्चामा चम्काइदे चम्चामा मैले गीत गाउँछु खुट्टाका पाउँछु चम्काइदे चम्चामा चम्काइदे चम्चामा नाच मेरी झुमा नाच मेरी झुमा नाच मेरी झुमा नाचिदे चम्चामा नाच मेरी झुमा नाचिदे चम्चामा कसा कुरा गर्दा यार म चलाउ आज बजे यार बरु बाथरुम खाने लागि हा थोडा हात खोल न गाडी केरा तुलाई झक्की लाग्छ नि के पुरा धुलो लाग्यो अरे झक्की लागेको छ भने यार मलाई झक्की लाग्छ त दुनिया बोलाउने रूप रहेछ तपाईँ त चर्चा गुगुलेछ गाइज हामी गइरहेको छौँ इन्जोय गरिरहेको छौँ गाइज है सोनोजी चलाउँदै हुनुहुन्छ अनि ल गाइज अब सायद हाम्रो फाइनल नै हुन्छ होला किनभने चाहिँ अब अँध्यारो भइसक्यो है त ल ओके गाइज गुड नाइट